मर्निङ एन्ड नमस्ते। हामी चाहिँ आज नागथली ट्रेक जाँदैछौँ र हजुरहरूलाई पुरा भिडियोमा सबै नै ट्रेकको बारेमा, आइटिनरी, त्यहाँको होटलको बारेमा सबै बताउने नै छौँ। सो भिडियो लास्टसम्म हेर्नु होला। यो ठाउँलाई चाहिँ पुखुसी पनि भन्दो रहेछ है। टोखा नै हो है हुन चाहिँ। यस्तो राम्रो त्यहाँनिर जमाएको पानी जमाएको कस्तो राम्रो फुल फुलेको छ है। अब त फुल फुल्ने वेदर हो नि त होइन। बाटोभरि यति मजाको। हजुरहरूले त्यहाँ बोर्ड देख्न सक्नुहुन्छ। त्यहाँबाट चाहिँ चण्डेश्वरी भन्ने मन्दिर यही भयो। तिगौडा भन्ने यता अगाडिको ठाउँ भयो। जोर हामी अब अहिले जाँदैछौँ र सामाखुसी चाहिँ यहाँबाट यो बाटो हुँदै यता गइन्छ। अब हामी चाहिँ जोरबाट चाहिँ त्रिशुली निस्किएर हामी दुन्चे हुँदै हामी स्याब्रु गएर स्याब्रुबाट माथि तातुपानी गाउँ निस्किँदै जान्छौँ। सबै भिडियो हामी बनाउँदै नै गइरहेछौँ। अब यो सिजन त मस्त लाली गुराँस फुल्ने बेला हो नि त होइन। चैत वैशाखको यस्तो मजाको जङ्गलले हरियो, अनि त्यसपछि त्यसको माथि डाँडा सब ढाकेर गुराँस फुलेको हुन्छ होइन। यो सिजनमा चाहिँ ट्रेक जान साह्रै नै रमाइलो हुन्छ है। अब सबै सिजनको आफ्नो ट्रेक जाने चाहिँ महत्त्व हुन्छ। जस्तै अब स्नोफल हुने बेलामा चाहिँ हिउँ हेर्न होइन। अब भैरवकुण्ड जाँदाखेरि हामी प्रायः जसो मान्छे भनेको हिउँ हेर्नै जाने हो नि त। अनि कालिम्पोङ जाँदाखेरि अब भगवती माईको दर्शन पनि गर्न पाइयो भन्ने हुन्छ। अनि त्यसपछि नागथली चाहिँ के रहेछ भनेदेखि एउटा नागथली हुँदै 5 रात 6 दिनको तामाङ हेरिटेज ट्रेल रहेछ। त्यो ट्रेल कम्प्लिट गऱ्यो भने चाहिँ हामीले सबै नै कुरा पाउँछौँ होइन। मतलब बढी छ तामाङ गाउँहरू रहेछ अनि उनीहरूको कल्चरदेखि बाटको त्यहाँको रहन सहन बस्ने कुराहरू सबै कुरा भेटिने रहेछ। अनि त्यसपछि अर्को भनेको चाहिँ हामी अहिले नागथली मात्र। त्यो चाहिँ कस्तो छ भनेदेखि त्यहाँ चाहिँ ठ्याक्क एउटा पोखरी जस्तो रहेछ। अनि त्यहाँनिर बाट चाहिँ जुगल लाङटाङ रेन्जहरू मजाले देख्ने रहेछ र हिउँ पनि पर्ने। र हिजो भर्खर यस्तो धेरै पानी परिरहेछ भने चाहिँ हामी जाँदाखेरि पक्कै पनि हामीले हिउँ भेट्छौँ होला भनेर पनि हामी चाहिँ अहिले जाँदैछौँ। हामी खासमा ठाउँको म्यानेज गर्न, त्यसपछि कस्तो रहेछ ट्रेक पहिला बुझौँ, त्यसपछि हामी फुलफिलबाट गर्छौँ, हजुरहरूलाई पनि लग्छौँ नि त भनेर हामी अहिले जाँदैछौँ। अनि कस्तो छ अब हेरौँ बाटोमा जाँदै गर्दाखेरि के समस्याहरू पर्दैन, अनि कतिको राम्रो ट्रेक रहेछ, हजुरहरूलाई गाह्रो हुन्छ हुँदैन, त्यही कुरा बुझ्नलाई भनेरै हामी अहिले चाहिँ जाँदैछौँ। हामीले कसरी म्यानेज गर्न सकिन्छ, तपाईँलाई कसरी राम्रो सर्भिस दिन सकिन्छ, यही कुरा बुझ्नको लागि भनेर अहिले जाँदैछौँ। लेट्स सी, जाउँ हेरौँ कस्तो हुँदो रहेछ। यस्तो मजाको यस्तो दामी भएको हुन्छ क्या यहाँ माथि डाँडोबाट चाहिँ साह्रै रमाइलो भइरहेको छ। अब यहाँबाट चाहिँ हामी सिधा गयौँ भने चाहिँ हामी पुग्छौँ बिदुर बट्टार पुग्छौँ र यहाँबाट लेफ्टपट्टि लागेर गयो भने चाहिँ त्रिशुली, हाम्रो त्रिशुली खोला हुँदै हामी उता उसमा निस्किनेछौँ। मैले निस्किने ठाउँको चाहिँ नामै कस्तो बिर्सेँ भनेदेखि हामी यहाँबाट यता गयौँ भने मलेखुबाट यता आउने अगाडि के भन्छ त्यसलाई, गल्छी है, सरी मैले सम्झेँ। हामी यहाँबाट गयो भने चाहिँ गल्छी निस्किनेछौँ र यहाँबाट चाहिँ अब
बटार निस्किनेछौँ। यो चाहिँ बटार बजार है, हामी चाहिँ बटार आइपुगेका छौँ। बाटो चाहिँ यस्तै नै छ, राम्रै बाटो छ। खाल्डा खुल्डी चाहिँ अलिअलि खाल्डाहरू भएको छ, केही छैन यस्तो बाटोमा। कस्तो बाटोमा गाडी चलाएर गयो, यो बाटो धेरै राम्रो। हामी चाहिँ अहिले बेत्रावती बजार आइपुगेका छौँ। यहाँ अगाडि चाहिँ त चेकिङ हुन्छ होला। अब यहाँदेखिबाट चाहिँ एकदम पुलिसको पनि चेकिङ धेरै हुन्छ अनि आर्मीहरूको पनि चेकिङ हुन्छ। अब रासायनिक हुन्छ, फेरि छिर्नेछौँ एकछिनमा। यहाँसम्म चाहिँ हामी नुवाकोट जिल्लामा थियौँ र अब यहाँबाट चाहिँ हामी रसुवा जिल्ला छिर्दैछौँ। यो चाहिँ यो पुल चाहिँ रसुवा र नुवाकोटको बोर्डरको पुल रहेको छ। हामी चाहिँ अब धुन्चेबाट तलतिर लागेर पारि खुसीले खोला तरेर लागेका छौँ। बाटो चाहिँ यस्तो रहेको छ। अब आधी घन्टामा चाहिँ हामी स्याब्रो बेसी पुग्छौँ र स्याब्रो पुगेर खाना खाएर अनि त्यहाँबाट चाहिँ हामी मासतिर लाग्नेछौँ। रमाइलो भइरहेछ। अब अलिअलि अप्ठ्यारो जस्तो बाटो हामीरहेको छौँ, तर त्यस्तो अप्ठ्यारो पनि छैन है, राम्रै नै छ बाटो। यस्तो बाटो नराम्रो बाटो भन्दा मिल्दैन। उतानिर हिउँ परिरहेछ, मस्त हिउँ छ होइन। हजुरहरू पनि आउनुहोस् है, आउनुपर्छ यस्तो मजाको ठाउँमा चाहिँ आउनुहोस् है। कस्तो हो त्यो? हजुर के भन्न चाहनुहुन्छ? हजुर यो ठाउँमा चाहिँ आउनै पर्ने ठाउँ हो एकचोटि। आउन त धेरैचोटि आए पनि हुने ठाउँ हो, तर एकचोटि चाहिँ आउन नै पर्ने ठाउँ हो। त्यही भएर आउन चाहिँ फुलफिल नेपालसँगै आउनु पर्ने। अनि अझ फुलफिल नेपालसँग एक्सपिरियन्स राम्रो बनाउनु छ भने चाहिँ डु कन्ट्याक्ट नेपाल टुर्स एन्ड ट्राभल्स। अनि त्यसपछि त्यहाँ पारिपट्टि देखेको चाहिँ त्यो ठाउँ चाहिँ त्यो चाहिँ कहाँ हो? त्यो चाहिँ धुन्चे बजार। धुन्चे बजार देखेको धुन्चे बजार मासतिर जाँदैछौँ, हामी खाजा खाँदैछौँ। मेरो हाम्रो प्लान चाहिँ हामी चाहिँ अब स्याब्रो गएर मात्र खाना खाने, त्यहाँबाट मासतिर लाग्ने भन्ने प्लान हो अहिलेसम्म चाहिँ। लाइक चाहिँ के हुन्छ चेन्ज भयो भने हामी देखाएर कस्तो भइरहेछ एकदम रमाइलो। हजुरलाई यो ठाउँ पहिले कतै गए जस्तो के लाग्यो कि नै? म स्याब्रो बेसी नै धेरैचोटि आइसकेँ, त्यही भएर नि मलाई त्यस्तो कहीँ गए जस्तो त्यो वाला चाहिँ थाहा छैन। तर ठाउँ चाहिँ मलाई पहिलेदेखि साह्रै रमाइलो लाग्ने ठाउँ हो। हामी चाहिँ अहिले रङ्गा खोला पुल आइपुगेका छौँ र यहाँबाट यता गयो भने चाहिँ हामी चाइना बोर्डर पुगिन्छ र यहाँबाट यो बाटो मासतिर लाग्यो भने चाहिँ हामी नागथली ट्रेक जाने बाटोमा, नागथली ट्रेक जाने बाटो चाहिँ यो रहेको छ, यो बाटो जान्छौँ। यो चाहिँ काठमाडौँबाट आउने बाटो भयो, यो बाटो हुँदै जानेछौँ हामी चाहिँ। अब यहाँबाट मासतिर लाग्छौँ। बाटो चाहिँ यस्तो रहेको छ, जाँदै नै छौँ, बाटो चल्दैछौँ। त्यतापट्टि देख्न सक्नुहुन्छ तपाईँहरूले, हामी चाहिँ त्यहाँदेखिबाट उकालो चढ्दै चढ्दै टर्निङ एकदम धेरै माथि उकालो गइराख्ने। माथि पुगेपछि तातो पानी आउँछ र तातो पानीबाट चाहिँ हामी गाउँ कि धनी गाउँसम्म चाहिँ जान्छौँ।
गइरहेछौँ बाटो यस्तो छ रमाइलो भइरहेछ हजुर देख्न सक्नुहुन्छ यो देखिएको गाउँ चाहिँ तातोपानी गाउँ हो र हामी चाहिँ अब यहाँबाट यो मास्तिरको बाटो हुँदै लाग्नेछौँ यता हुँदै आएको हामी चाहिँ यो बाटो हुँदै आएको र अब चाहिँ यहाँबाट यो मास्तिर हुँदै लाग्नेछौँ तातोपानी गाउँ हो त्यो चाहिँ हामी हजुरहरूलाई भोलि बिहान भेटाउनेछौँ भोलि बिहान हामी पनि भोलि नै जान्छौँ अब यहाँबाट उकालो लाग्छौँ आज हामी मास्तिर नागथली नै गएर बस्छौँ त्यही भएर अलि हतारमै छौँ अहिले चाहिँ 4:30 जस्तो भएको छ लेट्स सी अब हामी माथि नै पुगेर फेरि भेट्नेछौँ हजुरहरूले यस्तो मजासँग चौरीहरू चाहिँ चढिरहेको देख्न सक्नुहुन्छ हामी चाहिँ मास्तिर चढ्दैछौँ म चाहिँ अहिले भेन्थाङ भन्ने ठाउँमा आइपुगेको छु अब यहाँबाट चाहिँ 1.5 देखि 2 घन्टामा चाहिँ माथि नागथली पुगिन्छ भनेर भन्नुभएको छ र त्यहाँनिर चाहिँ नागथली जानको लागि भनेर बाटो पनि देखाएको रहेछ अब यहाँबाट मास्तिर लाग्नेछु रमाइलो छ है ठाउँ चाहिँ मलाई साह्रै रमाइलो लागिरहेछ हजुरहरू पनि आउनु होला हामी चाहिँ अब नागथली पुग्न लागेका छौँ रात परिसक्यो जस्तो भएको छ सात झमक्कै परिसक्यो उज्यालो त उज्यालै छ लाइट बल्नुपर्ने अवस्था चाहिँ छैन अबको 10 मिनट जस्तोमा हामी नागथली नै पुग्नेछौँ हेलो कस्तो लाग्दैछ रमाइलो लाग्दैछ म चाहिँ रातभरि दिन चर्चमा लागिरहेको छु रमाइलो भइरहेछ हामी अब डे 1 मा नै हामी चाहिँ नागथली पुग्न लाग्यौँ अनि त्यो पछि चाहिँ हामी भोलि बिहान चाहिँ माथिको भ्यू टावर पुग्छौँ के भ्यू टावर थियो दोर्जे कि यस्तै के भ्यू टावर यस्तै एबिसी तर चाहिँ हामीले एकपट्टि जुगलको रेन्ज देख्छौँ अर्को यो पुरै जुगल रेन्ज भयो जुगल दोर्जे लाक्पा लगायतका अरू हिमाल र अर्कोपट्टिको लाङटाङको रेन्ज भयो है त गोलो घुम्दाखेरि हामीले एक राउन्ड बनाएर घुम्यौँ भने पनि 360 हिमालकै भ्यू देख्छौँ 360 डिग्रीमा हिमालको भ्यू नै देख्ने हो सो एक्चुअली चाहिँ आउनै पर्ने ठाउँ हो आउनलाई टु कन्ट्याक्ट फुलफिल नेपाल टुर्स एन्ड ट्राभल हजुरहरूले चाहिँ यहाँबाट यस्तो दामी हिमाल देख्न सक्नुहुन्छ है अनि त्यहाँ चाहिँ चौरीहरू मस्त चढिरहेछ बाल छ ठाउँ रमाइलो छ भ्याउनै पर्ने ठाउँ छ हामीले अब हरेक फ्राइडे स्याटरडे लिएर आउँदैछौँ यो ठाउँमा हजुरहरू पनि हामीसँग फुलफिल नेपाल टुर्स एन्ड ट्राभल्ससँग आउन सक्नुहुनेछ आउनुहोस् जाउँ हामी चाहिँ अब भ्यू पोइन्ट पुग्न लागेका छौँ अनि यहाँबाट चाहिँ यस्तो दामी हिमाल देखिएको छ अब भ्यू पोइन्ट चाहिँ त्यहीँनिर माथि हो अनि वेदर एकदम बादल लागेर आउनु थाल्यो अब चाहिँ अनि भ्यू पर्ला जस्तो भएको छ अनि त्यो भएर हामी चाहिँ अब छिटो माथि पुगेर फर्केर आइहाल्छौँ किनकि हामी आजै नै काठमाडौँ पुग्नु छ हामीलाई तल हाम्रो गाडीले कुरेर बसिरहेको छ अनि अब अहिले कति बज्यो 11 बजेछ अनि खाना पनि खानु छ तल गएर हामी अब माथि पुगेर 1-2 भिडियो खिचेर हामी सर्लक्क फर्किहाल्छौँ ल अब चाहिँ हामी चट्ट लगाएर खाना खाँदैछौँ हाम्रो दिदीले खाना बनाएर दिँदै हुनुहुन्छ हामीलाई मस्त आगो बलिरहेछ पानी तातिरहेछ यो हामीले
भयो कि भएन होला त्यो खोर्सानी जस्तो त्यो खोर्सानी एउटा नि हामी चाहिँ अहिले नागथलीमा रहेका छौँ र यहाँ चाहिँ अहिले यस्तो मजासँग हिउँ खसिने रहेछ हिउँ परिरहेछ हजुरहरूले पानीमा पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब सानो सानो दाना खसिने रहेछ होइन एकैछिनमा यो हिउँ एकदम भरिएर हामीले हिउँ खेल्न मिल्ने होस् भन्ने हामी पनि चाहन्छौँ र यो हुन्छ पनि भइ नै रहेछ हामी त्यो माथि डाँडा त्यहाँबाट भ्यू पोइन्ट गएर फर्केर हामी यहाँ आइपुगेका छौँ र हामी अब अहिले एकैछिनमा हिउँ खेलेर यहाँबाट फर्केर हामी काठमाडौँ नै जाने हो